टिप्पर फसेछ बालुवा लिएर आउने क्रममा। खोला रातभरि पानी परेर खोला निकै बढेको छ, त्यही भएर टिप्पर चाहिँ यहाँ आज पुरै आधी टायर त डुबिसकेको छ। डोजरको सहायताले चाहिँ यहाँ बाटो बनाएर निस्किन लागेको छ। बाटो बनाउँदैछ, तान्न लगाइरहेको छ डोजरले। यस्तो बेला चाहिँ अलिक गाह्रो नै हुन्छ है। खोला बढेको अवस्थामा चाहिँ खोलाको छेउछाउमा यस्तो बालुवा निकाल्दा डोजरहरू टिप्परहरू चलाउनु चाहिँ अलिक केयरफुल गरेर चलाउनुपर्छ। दिउँसोसम्म त ठिकै थियो, तर रातको पानीले चाहिँ पुरै खोला मर्स्याङ्देश ठुलो बढेर चाहिँ यहाँ सबै बगल नै पानी भइसकेको छ। तान्न खोजिरहेको छ टिप्परलाई डोजरको सहायताले चाहिँ तान्न लगाइरहेको छ। बालुवा चाहिँ सबै जान्छ क्या, पुरै लोड थियो, अहिले खाली बनाएको छ बालुवा। दुईवटा डोजरको सहायताले चाहिँ अब निस्किन खोजिरहेको छ। त्यही दलदले माटोमा आधी टायर त डुबिसकेको छ, गाह्रै छ तर निस्किन्छ जहाँसम्म लाग्छ। एउटाले उताबाट धकाल्ने, त्यसपछि एउटा चाहिँ एउटाले उताबाट धकाल्ने, एउटाले चाहिँ यताबाट तान्नु खोजेर निकाल्न खोजिरहेको छ। ट्राई त गर्दैछ, पुरा टायर नै आधी फसिरहेछ, टायर नै गुडे छैन, जस तान्न लगाइरहेछ। डोजर चाहिँ यताबाट एउटाले तान्दैछ, एउटाले धकाल्दैछ। सकिन्छ कि सकिन्छ? ल ल ल, ओके ओके, रेडी रेडी, आयो आयो आयो, सक्यो सक्यो सक्यो, निस्क्यो, सफल भयो निस्किन चाहिँ। निस्किन सफल भयो। यताबाट एकजनाले तानेको चालक चाहिँ चालक, यता चाहिँ टिप्पर चालक चाहिँ आफै छोडेर दायाहरू मामाहरू सरहरू सबै यता पुग्छ। जस निस्किन सफल भयो। बालुवा त सबै खेलेको राम्रो रहेछ बालुवाको जोस। टिप्पर फसेर चाहिँ अब आउन नसकेर झार्नु पऱ्यो। ठिक छ, आजलाई यति नै भयो। जस निस्क्यो, टिप्पर चाहिँ निस्किन सक्यो। टिप्पर चाहिँ यहाँ छ, अब ड्राइभरले स्टार्ट गर्दैछ अब जानको लागि। अब हाम्रो गुरुजीले टिप्पर स्टार्ट गर्न लगाइरहेछ। जस निस्किन सफल भयो, अब आफ्नो बाटोतर्फ जाँदैछ टिप्पर चाहिँ। सफल भएर चाहिँ अब सबै आफ्नो काममा थाल्नु गइरहेछ। डोजर टिप्पर सबै
रातभरि पानी पऱ्यो, अहिले चाहिँ फेरि मजाले खुल्दैछ। रातभरि फेरि पानी पऱ्यो भने त आज फेरि मस्याङतिर अझै पर्ला भन्ने शङ्कास्पद छ। यहाँ चाहिँ निकै नै ठुलो भइसकेको छ। यता हाम्रो ताल गाउँ छ। हामी चाहिँ बाइक यता पार्किङ गरेर यता टिपर फसेको भेट्छ भेट्न आएको।